ल साथीभाइहरू अब साउहरू घर बनाउने मान्छे साथीभाइहरू सबैजनाले हेर्नु होला। ऊ यस्तो यस्तो फल सिलिङ गर्ने मान्छेहरू चाहिँ तपाईँको घरमा फल सिलिङ गर्न आयो भनेदेखि फल सिलिङको काम गर्न चाहिँ आउँदैन रहेछ भन्ने थाहा पाउनु होला। अनि पैसाहरू चाहिँ नदिनु सकेसम्म सुरुमा नभए फर्केर आउँदैन। यही हो फल सिलिङ सुरु गरेदेखि नै हामीले कराउँदा अझै पनि यस्तो हालत छ। लास्टमा झन् के भन्छ भनेदेखि पुटिङ म लगाउँछु, पुटिङ लगाइसके पछाडि त्यो पैसा चाहिँ नापेर स्क्वायरमा ल्याऊ भन्छ। ल हामीले हचुवामा ल्याए हुन्छ, त्यसलाई नापेर दिँदाखेरि त यतिको कमसेकम 10,000 जति जान्छ। ए बाबा हामी घर सिँगै घर जम्मा 80,000मा ल्याए हुन्छ, 4 तला घर के धार्नु तपाईँहरूलाई। अनि यस्तो हालत हुन्छ। अब केटाहरूले पारा देखाइरहन्छ। हाम्रो घरको दिदी हो। अनि हाम्रो बत्तीवाला दाइ यहाँ हुनुहुन्छ। दाइ यो फल सिलिङ ठिक छ त भने के ठिक छैन, लगाएको फिनिसिङ छैन नि होइन, जो सलक्क हुनु पर्यो। ल ठिक छ, हामीले 10 चोटि लाएर हामी धार बनाउँछ, ठिक छ हामी गरिदिन्छौँ। तर ज्याला त गयो नि त हाम्रो, उसले त नापेर लिएर गएको छ नि त होइन दिदी। हो त्यही भन्न खोजेँ तपाईँलाई मैले। न्यु पनि खोजेँ होइन, उसले के भन्दैछ भनेदेखि दिदीसँग न्यु खोजेँ अरे के मैले, न्यु पनि खोजेँ होइन, जिउ पनि खोजेँ होइन मैले चाहिँ मिल्ने कुरा गरेको। किनभने उसले त कमसेकम नापेर लिँदाखेरि केही नभए पनि 2-4 हजार फाइदामै हुन्छ कि। हामी त हचुवामा लिने हो सबै होल घर चाहिँ लिँदाखेरि राम्रोसँग चाहिँ हामीले गर्न सक्दैनौँ। तर उसले गरिदिने काम हेर्नु न, पालै पाल्छ, यस्तो पनि फिनिसिङ हुन्छ। उसले चाहिँ के गरेको थियो भने यहाँदेखि यहाँ एउटा पाता जोडेको थियो। यो भन्नुहुन्छ भने सिङ्गै यसरी पाता मात्र तासेको थियो कि। कराउँदा अनि म भयो, बत्तीवाला दाइ उहाँ हुनुहुन्छ, उहाँले बकाइदा आफ्नो घर बनाएर पुरा फिनिसिङ गरेर बस्नु भएको दाइ हो, 3-4 तला घर। अनि उहाँ दाइहरूले भनेर अनि ऊ हाम्रो साथीहरूले भनेर अनि हाम्रो चाहिँ दिदीको अनि आफन्तहरूले भनेर बल्ल यतिको भएको भन्दा नभए अब सुरुको भिडियो बनाउनु पाएन साथीहरू होइन। यो फल सिलिङ लाउने मान्छेहरू पनि हेरेर लगाउनु होला। सबैले चाहिँ फिनिसिङ निकाल्न सक्दैन रहेछ। यहाँ हेर्नु न, यस्तो पनि धार हुन्छ त भनेको। यस्तै धार हेर्नु नि, कमसेकम बाबा उसले चाहिँ यतिको चाहिँ बनाइदिनु पर्छ कि। हो यसमा चाहिँ हामीले चट्ट पुटिङ लाएर होइन हामीले सक्छौँ कि। यस्तो यतिको चाहिँ बनाउनु पऱ्यो कि कमसेकम। हामीले पनि त्यही भनेको हो। अनि यहाँ पनि ग्यापमा पनि उसले ऊ पनि हालेको थिएन, टेप हालेर अनि पुटिङ पनि तालेको थिएन। हामीले भन्दा कराउँदा बल्ल लगायो कि। यस्तो चाहिँ पालै पाल यस्तो पनि होइन नि त। यदि उसले चाहिँ सक्दैन भने बरु पहिले नै भनेर अनि हामीलाई भन्नुपर्छ, ल यति यसो कति लाग्छ ज्याला तिमीहरूले गर्यो भन्नुपर्ने हो नि त। झन् उल्टै के भन्दैछ, तिमीहरूको पैसा मैले काट्छु, नापेर लिन्छु, मलाई दिनुपर्छ भन्छ। डिजाइन राम्रो छ, नराम्रो भन्न मिल्दैन होइन। डिजाइन राम्रो बनाएको छ तर फिनिसिङ भएन कि, त्यति मात्र हो। त्यही भएर तपाईँहरूले पनि होइन फल सिलिङहरू गर्न इच्छा छ भनेदेखि राम्रो मान्छे खोजेर फिनिसिङहरू हेरेर उसले गरेको कामहरू यसो 2-4वटा हेरेर मात्र काम लाउनु। हातचालमा यसो सस्तो पायो भन्दैमा नलाउनु। हुन त दिदीले सस्तो पनि होइन, रेट पनि राम्रै दिनुभएको छ। खै 80-85 कति भनेको, मान्छेले 75-70मा गरेको मैले देखिरहेको छु आफ्नै साइडतिर। तपाईँहरूले एकदम विचार गरेर अब त्यस्तो गर्नु। फिनिसिङ भनेको फिटिकै छैन। अब खै किन यस्तो गरिदिएको हामीलाई पनि थाहा छैन। अब मलाई रिफर गर्ने अङ्कलले यस्तो के गरेको भनेर सुरुमै भन्दाखेरि किन टुक्राहरू हाल्यो भन्दाखेरि मेरो टुक्राहरू चाहिँ अब खेर जान्छ भन्छ अरे के। बाबा अब घरपतिले त सिँगैको पैसा तिर्या अनि टुक्रै जोडिदियो भनेर पैसा तिर्या हो र भने कि। अलि बुझ्नु पर्दैन, मान्छेको पैसा सिधैमा आउँछ भने कि। उसले चाहिँ नापी लिन्छ। यहाँ हेर्नु न, यहाँ सर्लक्कै सिँगै हुनुपर्ने, एउटा 2टा 3टा टुक्रा जोडेको छ के। यस्तो नि हुन्छ भने कि, त्यस्तो होइन नि त। तैपनि यो केही छैन, घरपतिले त्यो स्वीकार्नु भएको छ, ठिक छ होइन। तर यो धारहरू भएन, अलिकति आएर पुटिङ लाएर तपाईँले मिलाइदिनु नि त भनेको। यस्तो हालत बनाएको छ यार। अनि उसले झन् न्यु खोज्यो, झगडा गर्यो भन्छ। यस्तो हालत छ। यसमा कसरी फिनिसिङ निकाल्ने हामीले? त्यही भएर बहुत समस्या हुन्छ होइन। तपाईँहरू जो घरपेटी हुनुहुन्छ, घर बनाउँदै हुनुहुन्छ, फल सिलिङ गर्दै हुनुहुन्छ, एकदम सोचेर बुझेर एकदम चाहिँ राम्रो मान्छे छानेर मात्र दिनु। बरु 2 पैसा बढी दिनुहोस् के, तर यस्तो लफडा नहोस्। एकदम तनाव भइरहेको छ यहाँनिर। दिदीलाई तनाव टेन्सन भएर हेर्दै हुनुहुन्छ। अब कराए भन्नु होला दिदीले, फेरि मैले कराएको होइन, दिदीको काम राम्रो होस् भन्नु मात्र खोज्यो। ल त्यही हो साथीहरू। होइन सर यो फिनिसिङ छ त सर, तपाईँको पुटिङ फिनिसिङ निकाल्न सक्नुहुन्छ? अब छैन है, छैन नि होइन, गाह्रो छ। हस् ल अब यस्तै हो होइन। अब गाइस अब माइन्ड नगर्नु होला। अब म आफू राम्रो अरूलाई नराम्रो बनाउनु खोजेको होइन, तर हामी सबै राम्रो हुनुपर्छ। घरपतिको राम्रो हुनु पऱ्यो, हामी राम्रो हुनु पऱ्यो भन्नु मात्र खोज्यो। ल ओ हिमाल यहाँ आउनु त। अब चाहिँ भाज्दैन नि त।
कस्तो थियो नि है छोड्ने बित्तिकै जाने खालको थियो होइन अनि त्यो हिमाल आएन त के हो फुल सिलिङमा पुटिङ लाउनु पर्दैन भाँचेको नलाएर को लाउँछ त फल सिलिङमा लाउँछ कि कसरी लाउँछ खोइ भाँचेको कहाँ छ देखाउनु त लट्ठीले खोइ भाँचेको त्यो बिग्रेको भने कुन खोइ 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 यस्तो धार हामीले बनाउने भनेको यस्तो हो त्यस्तो यस्तो हामीले बनाउने यस्तो चाहिँ फल सिलिङले बनाउने त्यस्तो यहाँ हेर्नु यहाँ छ खोइ त्यहाँ देखाउनु राम्रोसँग लट्ठीले यहाँ हेर्नु यहाँ यस्तो यो धार हो धार यस्तो यो मठारेर भाँचेर धार होइन है भाइ यो मोडलिङ धार हो मोडलिङ धार यस्तो मोल्डिङ बनाएको टेपै देखिरहेको छ हेर्नु न गाई चाहिँ पाल र टेप राम्रोसँग पनि हालेको छैन ए आमा कस्तो दिनमा यो फल सिलिङवाला आएछ नि यो घरमा यहाँ पुरै खाल्डो छ यो जोइन ल भयो भाइ भयो धेरै कम्प्लेन नगरौँ राखौँ है अब लगाइदिउँ आफै हामी राम्रो बनाइदिउँ है हामी आफै दिदीको राम्रो बनाइदिन्छौँ ल ठिक छ अब अर्कोचोटि होइन यो मान्छेको यो भिडियो पुग्यो भनेदेखि साथीहरू तपाईँहरूले त्यो राम्रो गर्नु फेरि ठाउँमा भेट्यो भने फेरि कुटा भेट्छ नि फेरि ए साहरू सबै सोझो हुँदैन क्या